वेलकम टु माई ब्लग। अब हामी लन्डन जाँदैछौँ। सबै केटाहरू रेडी भइसके। अब हामी युनिभर्सिटी गएर सबैजना भएर अब लन्डन जाँदैछौँ। लेट्स सी। अहिले म रुममा छु, के हुन्छ लेट्स गेट इट म्यान। हायर गरेको आइसकेको छ। अब हामी गाडीमा टक्क लाएर जाँदैछौँ। अब हामी चाहिँ सबैजना उहाँ कुरिरहेको छ। त्यसपछि हामी लन्डनको लागि त्यसपछि कोचमा चाहिँ हामी सबैजना अर्को साथीले पनि कल हानिरहेको छ। अब के मनाउँदैछ। त्यसपछि हामी सबैजना भएर चाहिँ समेत भेट्नेछौँ। बिहाइन्ड द सिन सुनिल पनि छ होइन। अब हामी दुईजना तिनजना चारजना सबै अब बिस्तारै भेटेपछि हामी लन्डनको लागि रेडी हुन्छ। We will have some fun. Nice to get there this morning. Okay, it's coming. Welcome to Abdullah Tehedo. आइसकेको साथी हामी लन्डन जाने भनेको आइसकेको छ। ठिक छ एकदम यार आउँदा लागिरहेछ हल्का हल्का। लेट ह्याभिङ फन। ओके हामी यो कोचमा जाँदैछौँ। त्यसपछि 2-3 घन्टाको राइडमा हामी चाहिँ लन्डन पुग्छौँ। हाम्रो सबै युनिको सबैजना यहाँ छ। सबैजना भनेर जाँदैछौँ। टिचरले चाहिँ सबैको रजिस्टर गर्दैछ, को इन्ट्री भयो भएन भनेर। 3 आवर्सको राइडमा हामी सरप्राइज ठाउँहरू जाँदैछौँ। लेट्स सी अब हामी कहाँ कहाँ घुम्दैछौँ भिडियोमा देखाउने छु होइन। यो चाहिँ हाम्रो कोच हो। सबैजना चाहिँ अब हामी हिँड्दैछौँ। सबै साथीहरू कोचमा गइसकेछन्। हामी चाहिँ जाँदैछौँ। सबै डिफ्रेन्ट कोर्सको सबै हाम्रो चाहिँ मोरको ट्रिप क्यान्सल भएर हामी चाहिँ लेक्चरले चाहिँ रिक्वेस्ट गरेर हामीलाई चाहिँ लन्डन ट्रिपको सेटिङ मिल्यो। लेक्चरले हामीलाई मिठाई पनि दियो। एकदमै सपोर्टिभ छ। एभ्री राइडको कुरामा तिमीहरू बोल्नुपर्छ, यस्तो गर्नुपर्छ, फर्स्ट प्रायोरिटी दिएर कुरा गर्छ। अघि पनि हामीलाई मेन फोकस गरेर हामी तितर पितर भएको साथीहरूलाई एकै ठाउँ राखिदियो। एकदमै सपोर्टिभ छ। एसियन भएको हुनाले एभ्री कुरामा चाहिँ हामीले चाहिँ उसले चाहिँ पुस गर्नुपर्छ। त्यही नै हो। अब हामी 1 घन्टापछि हामी फेरि हाम्रो डेस्टिनेसनमा पुग्नेछौँ। फेरि चिल हामी चाहिँ रमाइलो गर्नेछौँ। के बुवा चाहिँ त्यही चाहिँ जुन ठाउँमा चाहिँ प्राय वर्ल्डभरमा ड्रिम प्लेस मध्येमा वान अफ द टपमा पर्छ होइन। जुन चाहिँ सबैजनाको सपना हुन्छ र कतिको सपना पुरा हुन्छ र कतिको सपना नै रहन्छ त्यो ठाउँमा जानलाई अथवा त्यो ठाउँमा पुग्नलाई अथवा त्यो ठाउँमा गएर एउटा फोटो मात्र खिच्नलाई पनि। सो युके आइसकेको लगभग 2.5 वर्ष 3 वर्ष पुग्न आइसक्यो होइन। 2.5 वर्षभन्दा बेसी नै भइसक्यो। यति हुँदासम्म पनि म गएको थिएन, किनभने खासै आवश्यक थिएन जानलाई। काम पनि खासै थिएन, जानै पर्छ भन्ने पनि थिएन। सो आज चाहिँ हामीलाई जाने मौका मिल्यो फ्रम द युनिभर्सिटीले लाने भएर चाहिँ हाम्रो खर्च नलाग्ने भएर चाहिँ खाना ताने हाम्रो चाहिँ मौका मिलेको हो होइन। आफ्नो खर्च हुन्थ्यो भने चाहिँ हामी जान्थेनौँ, किनभने यतिखेरको अवस्थामा खर्च जोगाउनु नै राम्रो ठुलो कुरा जस्तो लाग्छ मलाई चाहिँ होइन। हाम्रो अहिलेको अवस्थामा जो चाहिँ स्टुडेन्ट भिजामा हुनुहुन्छ, जो चाहिँ स्टुडेन्ट स्ट्रगलिङ फेजमा हुनुहुन्छ, उहाँहरूलाई थाहा छ होइन यो सब कुराहरू मैले के भन्नु खोजिरहेको छु भन्ने कुरा। पछाडिको नौटङ्गी बाँदर जस्तै अनुहार देखाउँदैछ गर्दैछ होइन। इग्नोर हिम, जस्ट इग्नोर हिम, जस्ट फोकस अन मी एन्ड हिम। केटाहरू सबजना भ्लगिङ गर्दैछ। रमाइलो भइरहेको अब हामीसँग जब 4 आवर्स 25 मिनट छ। जतिमा चाहिँ हामी अपर्च्युनिटी यति नै हो। आँखा चाहिँ त्यही गर्छ। सबै कुरा सरकारले नै छ, हामीलाई त्यो पनि थाहा छैन। अब लेट्स फाइनल्ली गाइज हामी राजा बस्ने प्यालेसमा आइपुग्यौँ। अहिले हामी प्यालेस यता मेरो पछाडिपट्टि छ। म सबै देखाउने छु।
राजा चाहिँ आज राजा भएर यसको झन्डा चाहिँ अफ हुँदैछ राजा नभएला झन्डा डाउन हुन्छ होइन डाउन हालौँ अनि सबै कुराहरू अपडेट गर्दै छु मेरो साथी सुमन फोटो खिचिरहेको छु ऊ पनि भ्लगर हो गाइस होइन प्यालेस यही नै रहेछ म लास्ट टाइम नै लन्डन आएको थिएँ तर मैले भिडियो चाहिँ बनाएन आज राजालाई भेट्नु मन थियो तर के गर्ने राजै नरहेछ होइन त्यही पनि यो साइडको फुल देखाउनु यस्तो दामी डेकोरेसन गरेछ लन्डन इयरको 20.3% त्यति मिलियन किन यहाँ आउँछ त करोडको करोड भन्दा यहाँको एट्र्याक्सन चाहिँ अति नै दामी छ अब जस्तै फुलहरूको यताउता डेकोरेसनदेखि लिएर यहाँको सबै चिज म बर्मिङमा बस्छु होइन तर लन्डन भनेको छुट्टै छ टुरिज्म एट्र्याक्सनको लागि तर आज हामीसँग टाइम चाहिँ अलिक कमै छ 15 मिनटमा सबै चिज भ्याउनु पर्ने छ होइन त्यही हो अब यताबाट फेरि राजाको प्यालेस फुल हेर्नेवाला छ सबजना बाहिर बाहिर घुमेर भित्र घुम्ने भन्ने एलाउनै छैन होला लास्ट टाइम हामी वारविक क्यासल जाँदा सबै हेरेको थियो कि त्यहाँ अहिले राजा एक्जिस्ट नहुने भएर सबै चिज हामीले एक्सप्लोर गरेको थियो त्यस्तो हेर्दा यो माथि सन देखेको यो हुन्छ नि यो कस्तो दामी छ क्या ठ्याक्कै यो भ्यू हुन्छ नि कसरी एक्सप्लेन गर्ने रियल हाम्रो लोकल गीत होइन लोकगीत लोकल नै लोकगीतमा केटाहरूले पछाडि चिल हान्दैछ केटा नाच 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 म जिउन सक्दिनँ मुटु जलाइ नछोड मलाई मुटु जलाइ जलाइ यस लन्डनको ठाउँमा आएर हाम्रो गीतलाई प्रमोट गरिरहेको छ केटाहरू यही त हो रमाइलो भने रमाइलो भनेकै केही चिजमा कम्प्रोमाइज हुनु भएन क्या त्यही धड्कन तिमी नै मुटु हौ नसमा त पुलिस मलाई भन्नु पर्यो क्या केटाहरूले यस्तो टुरिज्म ठाउँमा लोकगीत लगाइदिएर हिँडेको कति बेला पक्रिन्छ म त अघि हिँडेको छु 4 घन्टाको टाइम भन्थ्यो कता डुलाएको छ त्यही 1-2जनाले लेट गर्यो फेरि अनि त्यही आधी घन्टा 15 मिनट कति लस गर्थ्यो यस्तै छ अब डुल्दैछौँ कता कता के ठाउँमा चाहिँ त्यस्तो राम्रो कन्टेन्टको ठाउँ मैले अहिलेसम्म भेटेँ होइन त्यही पनि केही आयो भने म फेरि एड गर्नेछु ठिकै छ रमाइलो अब यहाँनिर हेरौँ कति धेरै क्यामेराहरू सबैको पब्लिक एटेन्सन पाइरहेछ मलाई नै अब नेपाल गयो बेला यसरी नै घोडामा बसेर स्लिपेज नभए पनि घोडामा चढेर राजा जस्तो भएर हिँड्नु हुन्छ ठिकै छ तर राम्रै रहेछ ठाउँ मान्छेहरूको भिडभाड अति नै छ फेरि हामी नि छुट्ला अघि भर्खर एकजना छुट्यो हो Wake up the dawn and ask me why. Dream a dream she never dies. That's you away now from your eyes. So be walking down the hall, student candle. Where we while we high.
खाना खाना गएको यस्तो तोरी ठाउँमा गयो यस्तो नमिठो खाना खाइयो पैसा मात्रै बेकार वेस्ट भयो त्यही पनि हामी अब जस डुल्दैछौँ अब अझै आधी घन्टा टाइम लेफ्ट छ त्यही भएर हामी यसो डुल्दैछौँ खाना चाहिँ चित्त बुझेन आज स्ट्रिट फुड चाहेर पनि यत्तिकै टेस्ट नगरी नखानु होला म चाहिँ त्यो हुन्छ कसले काटेको छ सही भन Speaker's Corner on the Cafe The Hut. And on your left hand side, you will start to see some really famous hotels. One of them coming up is the Dorchester building, all on its own like a pyramid. Over there, that way, backwards, yeah? That's the Shard building. मैले धेरै कुरा एक्सपेक्ट गरेर आएको थिएँ तर पाइनँ पहिला म जुन जुन ठाउँ ल्याएको थिएँ त्यही ठाउँ ल्यायो म सुरुमा धेरै एक्साइटेड भएँ धेरै हाँसेँ रमाएँ तर अहिले म स्याड छु म रुन नि सकेको छैन के भन्ने